हेर्नुहोस् पूरा समाचार। दर्शकहरू आप आउनुहोस् आजको पहिलो तथा विशेष महत्वपूर्ण खबरतर्फ लागौं। नेपाली कांग्रेसको विधान अनुसार सभापतिले पदबाट राजीनामा दिँदा उपसभापति समक्ष पेश गर्नुपर्नेछ। विधानको त्यही व्यवस्था अनुसार कांग्रेस सभापति गगन थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। उपसभापतिलाई राजीनामा बुझाउनु पर्ने व्यवस्था छ। सभापतिले दिएको राजीनामा उपसभापतिले केन्द्रीय समितिलाई जानकारी गराउनु पर्ने विधानको प्रावधानमा लेखिएको छ। केन्द्रीय समितिले राजीनामा स्वीकृति गरेमा उपसभापतिलाई कार्यवाहक सभापति तोक्ने व्यवस्था छ। निर्वाचनको पूर्ण परिणाम नआउँदै फागुन 25 गते उपसभापति शर्माले भेटेर सभापति पदबाट राजीनामा दिने बताएका थिए। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचनको टुङ्गो लगाइसकेपछि सभापति गगन थापाले पार्टीको सर्वोच्च पदबाट राजीनामा दिएका हुन्। निर्वाचनबाट अपेक्षित नतिजा कांग्रेसको पक्षमा नआएसँगै उनी राजीनामा गर्ने मनस्थितिमा पुगेका थिए। निर्वाचनको परिणामलाई लिएर कांग्रेसभित्र धेरै थोरै धारणाहरू प्रवाहित भइरहेका छन्। पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरू चुनावको नजिक विशेष महाधिवेशन गर्दा पार्टी किता भएको र त्यसकै कारणले पराजय भोग्नु परेको तर्क गरिरहेका छन्। सभापति गगन थापा पक्षका नेता एवं कार्यकर्ताहरू परिणाम अपेक्षित नआउनुमा पूर्व संस्थापन पक्षले चुनावमा गरेको असहयोगलाई पनि कारण मानेका छन्। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनावी तयारी गर्न समय अभाव हुँदा अपेक्षा अनुसारको नतिजा आउन नसकेको निचोडमा सभापति थापा पक्षधरले निर्कोल निकालेको छ। मूल नेतृत्व आफू भएको हुँदा जिम्मेवारी बोध सहित राजीनामा दिएको थापाले लेखेको राजीनामा पत्रमा उल्लेख गरिएको छ। बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, उन्नत लोकतान्त्रिक संस्कारमा एउटा स्पष्ट परम्परा छ। निर्वाचन परिणामको जस र अपजस अन्ततः नेतृत्वले नै ग्रहण गर्छ। नेतृत्व केवल निर्णय गर्ने अधिकार मात्र होइन, परिणामको जिम्मेवार लिने साहस पनि हो। विशेष महाधिवेशनबाट कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म बदलिएको कांग्रेसको सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय नहुँदा अपेक्षा अनुसारको नतिजा नआएको थापाको विश्लेषण रहेको छ। पुस 27 गतेदेखि माघ 1 गतेसम्म भएको विशेष महाधिवेशनको नयाँ नेतृत्वले एक दिनपछि निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको थियो।